रातिको 3 बज्न आँट्यो बहिनीलाई पर्खेको स्टेसन कस्तो थियो ट्रेनमा टोइलेट अनि त्यस्तै त हुन्छ त नि अब भन न मुम्बईको गफहरू गर यो मुम्बईको छ्या तेलै तेलको कुरा यो मुम्बईबाट बनाएर ल्याएको खानु पर्यो न भोक लाग्दैछ केसँग खानु त्यतिकै छ्या अब के 3 त बजिसक्यो 4 बजिसक्यो अब भोलि एकैचोटि खाँदा हुन्छ त हौ अहिले यतिखेर बेलानको बेला खानु हुँदैन फ्याँकिदेऊ के को माया लाग्नु होइन लोभी मेहनतले बनाएको होइन बोक नभए घरमा खानु सब्जीसँग किन बिग्रेर बिग्रिहाल्छ हौ होइन यो कहाँको अम्बक अरे देखाउ न कहाँको अम्बक अरे कहाँ हो नासिक भनेको चाहिँ के हो त्यो छ्या यो त चिनीकै डल्ला जस्तो मात्रै छ है हो है चिनी पात्दैछौ अनि चिनीकै डल्ला हौ त्यो हो मिसिरी म चाहिँ चिनीकै हो यस्तोहरू म खाँदिनँ त पोस्देऊ न पोस्देऊ